सम्माननीय सभापति समुचित संयम सम्पन्न सुशासन संरक्षक स्वरूप तपाईको सदाशय उपस्थितिलाई सादर सम्मान समर्पित गर्दछु। महोदय, म पहिला यो कुरालाई स्पष्ट गर्न चाहन्छु कि म यहाँ आफ्नो मातृभाषाको विरोध गर्न आएको होइन, बल्कि हामी सबै आफ्नै मातृभाषामा मात्रै शिक्षित हुनुपर्छ भन्ने कुराको खण्डन गर्न आएको महोदय। हामीलाई विकासको जरुरत छ। हामी कुवामा बस्ने भ्याकुता जस्तो भएर जिउन सक्दैनौँ। हाम्रो संसार लोकल होइन, ग्लोबल छ। मातृभाषा मात्र पढाएर बच्चालाई गाउँटोलको ज्ञानमा सीमित राख्नु भविष्यसँग अन्याय हो महोदय, ठुलो अन्याय हो। भनिन्छ सर्वज्ञानम परम शक्ति, अर्थात् ज्ञान नै सर्वश्रेष्ठ शक्ति हो। तर जब हामी ज्ञानलाई मातृभाषाको साँगुरो गल्लीमा सीमित पार्छौँ तब त्यो शक्ति क्षीण हुँदै जान्छ। विश्व स्तरको प्रतिस्पर्धामा मातृभाषा एक्लैले पुग्दैन। भनिन्छ एकै खोलामा बसेर समुद्र हिँड्दैन। मातृभाषा त जरा जस्तै हो, तर जरा मात्र भएर त हुँदैन नि महोदय। विश्वसँगको जडान आवश्यक हुन्छ महोदय, आवश्यक हुन्छ। विज्ञान टेक्नोलोजी र नयाँ खोजले मातृभाषाको प्रतीक्षा गर्दैनन्। विज्ञानका शब्दावली विश्व भाषामा छरिएका छन्। क्वाड्रेटिक इक्वेसन, जेनेटिक्स, एआई एल्गोरिदम जस्ता शब्दहरूको मातृभाषामा पूर्ण, स्पष्ट र प्राविधिक रूपको अनुवाद नै छैन महोदय, अनुवाद नै छैन। उखानमा भन्नुपर्दा हालमा पानी राखेर चन्द्रमा खोजिँदैन। शिक्षा केवल शब्द सिक्ने कुरा होइन, विश्व दृष्टिकोण निर्माण गर्ने प्रक्रिया हो। भाषा एउटा माध्यम मात्र हो। यदि माध्यम साग्रो भयो भने सोच, दृष्टि, कल्पना सबै साग्रो हुन्छ महोदय, सबै साग्रो हुन्छ। संस्कृतमा भनिन्छ उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगः। केवल चाहना होइन, सही साधन पनि आवश्यक छ र सही साधन आजको युगमा वैश्विक भाषा हो। ज्ञानम प्रकाशम जगत, अर्थात् ज्ञान संसारलाई प्रकाश दिने दीपक हो। तर यदि हामी त्यो दीपकलाई मातृभाषाका पर्खालभित्र मात्र राख्यौँ भने त्यसको उज्यालो विश्वभर फैलिन पाउँदैन महोदय, पाउँदैन। मातृभाषा हाम्रो पहिचान हो, तर मातृभाषामा मात्र शिक्षा हाम्रो भविष्यको बन्धन बन्न सक्छ महोदय, बन्धन बन्न सक्छ। त्यसैले म मातृभाषामा मात्र शिक्षालाई स्पष्ट, दृढ र तर्कपूर्ण विरोध गर्दछु महोदय, विरोध गर्दछु। हामीलाई चाहिएको छ जरा मातृभाषामा तर पाखुरा विश्वतिर फैलिएको शिक्षा। मातृभाषामा मात्र शिक्षा लिनेहरूको ठुलो कमजोरी हो वैश्विक आदान प्रदानको योग्यता। एउटा नेपाली भाषामा अर्थशास्त्रीले क्याम्ब्रिजमा नेपालको अर्थव्यवस्थामाथि भाषण दिन परे जिब्रो डल्लो पर्छ महोदय, डल्लो पर्छ। कुनै पनि देशलाई हेर्नु भने एक जातीय एक भाषीय देश छैन। कि छ हो हाम्रो विपक्षका मित्र हो केरला, भारत र पाकिस्तानलाई हेरौँ त, यी देशहरू बहुभाषीय देशहरू हुन्। के कुवेत प्रदेशको कैनेडियनले फ्रान्सेली भाषामा शिक्षा आर्जन गरेर ओटावामा पढाउन सक्छ? सिन्ध प्रदेशको बासिन्दाले सिन्धी भाषामा शिक्षा आर्जन गरेर रावलपिण्डीमा सिन्धी भाषामा शिक्षा आर्जन गर्न सक्छ? प्रश्न छ मेरा विपक्षका मित्रहरूलाई। एउटा गुजरातीले गुजरातको सहकारिता आन्दोलनमाथि दिल्लीमा आएर गुजराती भाषामा चर्चा गर्न सक्छ? जवाब पाऊ मित्र हो। यसर्थ महोदय, शिक्षा सबैले बुझ्ने भाषामा लिए सबैकोबाट ज्ञान प्राप्त गर्न सक्छौँ अनि सबैलाई ज्ञान दिन पनि सक्छौँ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु कि शिक्षाको धरोहर मातृभाषामा होस्, शिक्षाको धरोहर मातृभाषामा होस्, तर यसको पङ्ख अन्तर्राष्ट्रिय भाषामा फैलिन देऊ, तब मात्र भविष्यले आफ्नो असली उज्यालो देखाउँछ। धन्यवाद।